साथीहरु नमस्कार। हाम्रो सुदूरपश्चिमको र विशेष गरेर असम जिल्लाको मान सम्मान इज्जत र प्रतिष्ठाको क्षेत्रमा एउटा कालो धब्बाको रूपमा रहेको छाउपडी कुखर्ता जो छ यो विषयमा तपाईहरुसँग थोरै कुरा शेयर गर्न चाहन्छु। यो छाउपडी कुखर्ताको विषयमा बुझ्दाखेरि अहिले त जो महिनावारी पिरियड जो मेन्सुरेसन पिरियड हुन्छ त्यो बेला घरमा नबसेर घर नजिकको छुट्टै सानो कटेरो वा झुपडीमा बस्नै पर्ने बाध्यात्मक अवस्था सिर्जना गर्ने जो चलन छ यसलाई नै छाउपडी कुखर्ता भनिएको हो। अनि त्यो घर नजिकै रहेको त्यो जो सानो झुपडी छ त्यो झुपडी कुनै पनि ढंगले मान्छे बस्न लायकको नहुने भएको कारणले बाघ भालु जनावरदेखि अन्य जो सामाजिक विकृति र यो कुदृष्टि भएका मान्छेहरूको नजरमा पनि पर्ने भएका कारणले त्यो समयमा चेलीबेटी महिला दिदीबहिनीहरू असुरक्षित हुने भएका कारणले यो नराम्रो रूपमा चित्रित छ। भर्खरै धेरै यो छाउपडी गोठमा बसेकै अवस्थामा धेरै मान्छेहरूले ज्यान समेत गुमाइसकेका छन्। त्यो भएको कारणले पनि यो राष्ट्रिय बहस र चर्चाको विषय छ। यो हो चाहिँ के भन्ने सन्दर्भमा हामीले यो अहिले पनि जनजनमा जो दिमागमा जडा गाडेर बसिरहेछ यसलाई सही ढंगले सम्प्रेषण र बुझाउन नसक्नुको परिणाम हो। छाउपडी जो चलन छ मिन्स हुने त्यो भएका बेला अनिवार्य रूपमा गोठमा बस्ने कुरालाई हामीले यसको वास्तविक अर्थ जो सरसफाइको दृष्टिकोणबाट जोडेर सबैलाई बुझाउन सकेनौं र मान्छेहरूले यसलाई अध्यात्म वा धर्म वा देवतासँग जोडेर बुझिराखे भने यो एउटा जेनेरेसन नै सखाप नहुँदासम्म हाम्रो जेनेरेसन नै सबभन्दा बुढो जेनेरेसन नहुँदासम्म चलिराख्ने स्थिति हुन्छ। त्यसैले यो चाहिँ सुरुवात कसरी भएको हुन सक्छ भन्ने सन्दर्भमा मलाई चाहिँ के लाग्छ भने आजभन्दा धेरै अगाडि जति बेला हामी घरमा समेत बस्न थालेका थिएनौं मान्छेहरू यो कबिला युगमा समूहमा बस्थे जंगलमा बस्थे सबै समूहहरू मानव कि ओडारमा बस्ने जो समय थियो त्यति बेला पनि पुरुष पनि हुन्थे मान्छेहरू महिला पनि हुन्थे। बच्चा जन्माउने तरिका यही हो, पुरुष पनि हुने भए र महिला पनि हुने भइसकेपछि त्यो बेलाका महिला दिदीबहिनीहरू पनि मिन्स हुने भए छाउ हुने भए। अनि छाउ भइसकेपछि हामी अहिले जसरी लुगा लगाइराखेका छौं त्यो बेला जति बेला हामी जंगलमा समूहका रूपमा बस्थ्यौं त्यो बेला अहिलेकै जसरी लुगा हुने कुरा भएन। हुन सक्छ स्वाभाविक रूपमा त्यो बेला हाम्रो शरीरभरि रङ अहिलेको भन्दा बढी थियो होला, हामी बिना लुगा समूहमा बस्थ्यौं त्यो बेला। तर पनि सुरक्षा दृष्टिकोणमा हामी सायद ओढारसम्म बस्ने काम सुरु भइसकेको हुनपर्छ। त्यो बेला नै खानेकुरा भनेको अहिलेको चाहिँ सबै कुरा पकाएर टक्क प्रेसर कुकरमा घन्टी बजाउँदै पकाउने कुरा त हुँदैन थियो र पनि जंगलमा कन्दमूलहरूदेखि त्यसपछि चाहिँ शिकार गरेर ल्याउने र घरमा सामूहिक रूपमा खाने चलनको सुरुवात चाहिँ भइसकेको थियो। यसरी खाने क्रममा यसरी बस्ने क्रममा त्यो बेलाका हाम्रा दिदीबहिनीहरू भाउजूहरू आमाहरू फुपूहरू जो पनि मिन्स हुनुहुन्थ्यो लुगा त लाउँदैन थिए, मिन्स भएको स्पष्टै थाहा हुन्थ्यो। मिन्स हुँदा अहिले पनि रगत बग्छ, त्यति बेला पनि रगत बग्छ, रगत बग्नु स्वाभाविक पनि छ। अहिले दिनदिनै नुहाउँछन्, स्यानिटरी प्याड हुने मेन्स्ट्रुअल कपसम्मको युज गर्दाखेरि त समस्या यस्तो छ भने त्यो बेला जति बेला साबुन थिएन, सोडा थिएन, स्याम्पू थिएन, स्यानिटरी प्याड थिएन, लुगै थिएन, त्यो बेलाको स्थिति त अलि फरकै हुँदो होला। रगत स्वाभाविक रूपमा दुर्गन्धित हुने भयो, प्रदूषण हुने भयो। त्यो भइसकेपछि त्यो दुर्गन्ध त्यो प्रदूषण मारेर ल्याएको जनावरको रगत र मिन्स भएको रगत एकै ठाउँ मिसेर यो प्रदूषण र फोहोर हुने स्थिति उत्पन्न भइसकेपछि त्यो बेलाका मान्छेहरूले ल है तिमीहरू जो रगत आएका मान्छे छौ अर्थात् मिन्स भएका मान्छे छौ तिमीहरू अलग्गै बस, त्यो ओडारकै कुनानेर बस या त्यो ओडार नजिकैको सानो ओडार जो छ पल्लो ओडार हो त्यहाँ बस भन्ने ठाउँबाट सुरुवात भयो। त्यो बेला त्यो चलनै थियो, त्यो कुचलन थिएन, कुप्रथा थिएन, त्यसलाई गलत भन्न मिल्दैन। तर अलग बस्ने कुरा भयो त्यो दिनसम्म जति दिनसम्म रगत बग्छ प्रदूषित रगत हुन्छ त्यो बेलासम्म अलग बस्ने कुरा सुरु भइसकेपछि त्यो चलन चाहिँ त्यसरी सुरु भयो र समाज चाहिँ निरन्तर रूपमा अगाडि बढ्दै गयो। हामी जंगलबाट ओढारबाट साना घर हुँदै अहिले ठुला घर लाउने सम्ममा पुगिहाल्यौं। लुगा नलाउने समयबाट लुगा लाउने समय हुँदै स्यानिटरी प्याडको युग हुँदै मेन्स्ट्रुअल कपको युगसम्म पुग्यौं। त्यो बेला खरानी रिट्ठाहरूले नुहाउने चलन सरसफाइ गर्नेदेखि अहिले साबुन स्याम्पूदेखि कतासम्म पुगिसक्यौं। सबै कुरा जमाना अनुसार युग अनुसार परिवर्तन हुँदै आयो। तर त्यो बेला ओडारको पल्लो छेउनेर वा बाहिरनेरको ओडारमा राख्न थालिएका दिदीबहिनी आमा फुपूहरूलाई हामीले ल आउनुस् अब सबै कुरा च्यान भयो, साबुन स्याम्पू सोडा
सेनिटरी प्याड मेन्स्ट्रुअल कप लगायतका कुराहरू समेत भइसकेपछि समय अहिलेको जस्तो रहेन। अब तपाईँहरू पनि आउनुहोस्, घरभित्रै आउनुहोस्। अब पहिले जसरी गन्ध आउँथ्यो अहिले त्यसरी गन्ध आउन छोडिहाल्यो। अब पहिले जसरी प्रदूषण स्पष्ट देखिन्थ्यो, दुर्गन्ध जसरी स्पष्ट देखिन्थ्यो, अहिले त्यसरी देखिन्न भन्ने ढङ्गले त्यो बेलाको चलनमा समयानुकूल परिमार्जन गर्न नसक्दाखेरि त्यो बेलाको प्रथा असाध्यै सरसफाइका दृष्टिकोणले ठिक चलन अहिले चाहिँ असाध्यै विकृत र बेठिक चलनका रूपमा रहिआएको छ। यो चाहिँ एउटा राष्ट्रिय बेइज्जतीको रूपमा रहेको छ फेरि हामी अछाम जिल्लाका साथीहरूका लागि चाहिँ। अब यो सरसफाइको यो एङ्गलबाट यो इतिहासका ती दिनबाट त्यसरी सुरु भएको चलन अब हामी अहिले सरसफाइको यो यहाँसम्म आइपुग्दाखेरि अब चाहिँ त्यसरी जरुरी भइराख्दैन। त्यो बेला मिन्स भएका दिदीबहिनीहरू स्पष्ट थाहा हुन्थ्यो, अहिले थाहा हुन्छ त हुँदैन। त्यो बेला मिन्स भएको चौथो दिनसम्म त दुर्गन्ध आइसक्थ्यो होला, अहिले आउँछ त, अहिले थाहै हुन्न कहाँबाट आउँछ। त्यो बेला साबुन हुँदैन थियो, स्याम्पू हुँदैन थियो, अहिले हुन्छ। त्यो बेला सेनिटरी प्याड हुँदैन थियो, अहिले हुन्छ। त्यो बेला सोडा हुँदैन थियो, अहिले हुन्छ। त्यो बेला मेन्स्ट्रुअल कप हुँदैन थियो, अहिले हुन्छ। त्यो बेला ओडारमा कोठा परेका घर हुँदैन थियो, अहिले घरका कोठा हुन्छ। सुरक्षित राम्रो कोठामा बस्न सकिन्छ। यो ढङ्गले यो एङ्गलबाट हामीले हाम्रो समाजमा रहेका ओल्ड जेनेरेसन हामीभन्दा अगाडिका जेनेरेसनहरूलाई बुझाउन जरुरी छ, बुझ्न जरुरी छ। र यो विषयमा कानुनी प्रबन्ध पनि भएको छ। तर नेपालका सन्दर्भमा यो कानुनको फेरि छुट्टै समस्या छ। हाम्रा कानुनहरू मर्म र स्पिरिट बमोजिम कार्यान्वयन कहिले हुँदैन। त्यो भएका कारणले छोटो समयमा व्यवस्था बदल्नुपर्ने अवस्था पनि आउँछ। र त्यो भयो भने पनि हामीले हाम्रो संस्कार बदलेनौँ भने कुनै पनि व्यवस्था फेरि ठिक हुनेवाला छैन, सफल हुनेवाला छैन। यो भिडियो मैले भनेको कुराको सन्दर्भमा तपाईलाई चाहिँ के लाग्छ कमेन्ट गर्नुहोला र सहयोगको लागि फलो गर्नुहोला। धन्यवाद।